आजको यस भिडियोमा बताउने छु तपाईको मोबाइल चाहिँ चोरीको छ कि छैन कसरी हेर्ने। जस्तै मसँग एउटा मोबाइल छ, यो मोबाइल चाहिँ चोरीको छ कि छैन कसरी हेर्ने। के हुन्छ कि अहिले चाहिँ धेरैजना सेकेन्ड ह्यान्ड मोबाइल खरिद गरिरहेको छ, त्यो बेला चाहिँ हामीहरूलाई शङ्का हुन्छ कि त्यो मोबाइल चाहिँ हाम्रो चोरीको त छैन। म सजिलो तरिका बताउन गइरहेको छु। हेर्नको लागि जुन मोबाइलको तपाईलाई हेर्नु छ त्यो मोबाइल चाहिँ चोरीको छ कि छैन। जस्तै मसँग यो मोबाइल छ, यो मोबाइलको हेर्नु छ। यो मोबाइलको हेर्नको लागि आफ्नो मोबाइलको कललाई ओपन गर्नु होला। ओपन गरेपछि यहाँ टाइप गर्नु होला *#06#। त्यसपछि तपाईको मोबाइलकै IMEI नम्बर आइहाल्छ। त्यसपछि तपाई एउटा अर्को मोबाइल लिनु होला। त्यो मोबाइलको यहाँ क्रोमलाई ओपन गर्नु होला। ओपन गरेपछि यहाँ टाइप गर्नु होला IMEI Pro Info, यहाँ सर्च गर्नु होला। सर्च गरेपछि यस्तो इन्टरफेस आउँछ, यहाँ क्लिक गर्नु होला। त्यसपछि अलि तल आउनु होला। यहाँ हेर्न सक्नुहुन्छ IMEI नम्बर राख्नका लागि भनिरहेको छ। तपाईको मोबाइलको दुईटा IMEI नम्बर हुन्छ, कुनै एउटा IMEI नम्बर यहाँ राख्नु होला। जस्तै म एउटा IMEI नम्बर यहाँ राख्दै छु। IMEI नम्बर राखेपछि यहाँ क्याप्सनमा क्लिक गर्नु होला। त्यसपछि यहाँ हेर्न सक्नुहुन्छ चेकको अप्सन दिएको छ, यहाँ चेकमा क्लिक गर्नु होला। त्यसपछि अलि टाइम यहाँ रोक्नु होला। त्यसपछि अलि तल आउनु होला। यहाँ हेरेपछि तपाईको IMEI नम्बर आउँछ। त्यसपछि तपाईको ब्रान्ड आउँछ, तपाईको जुन मोबाइल छ त्यो मोबाइलको नाम आउँछ। त्यसपछि तपाईको जुन मोबाइल मोडल छ त्यो मोडल आउँछ। त्यसपछि यहाँ हेर्न सक्नुहुन्छ ब्लक लिस्ट स्टेटस, यहाँ अननोन छ। जुन मोबाइल छ त्यो मोबाइल चाहिँ हाम्रो चोरीको छैन भन्ने बुझ्नुहुन्छ।